अनि नदी समुद्रमा फ्याँकिसकेपछि प्रलोभन लोभमा परेर चाहिँ टेम्पटेसनमा परेको भनौँ है, प्रलोभनमा परेको कुरा हामीले यहाँनिर चाहिँ परमेश्वरले अब्राहमलाई चाहिँ त्यो टेम्पटेसनमा ल्याएर उसलाई खतम तल्लो स्तरमा लानलाई, उसको तहस नहस गर्नलाई, ऊ चाहिँ अब नाश हुन पर्छ किनभने उसको जीवन स्टाइल जियाइलाई हेर्दा त थुप्रो कुराहरू आज हामीले सुन्यौँ। ओहो त्यस्तो हुन्छ र परमेश्वरको दासको जीवनमा, ओहो त्यस्तो हुन्छ र भन्ने खालको जस्तो कहिलेकाहीँ हाम्रो सोच विचारहरू आउँछ। यहाँनिर 12 देखि 21 सम्म पढ्दाखेरि त यहाँ धेरै कुराहरू हामीले देख्दै थियौँ। तर यहाँनिर परमेश्वरले चाहिँ अब्राहमलाई चाहिँ अझ सफलतातिर लानको निम्ति, अझ त्यो माथिल्लो स्तरमा लानको निम्ति यहाँनिर टेस्ट, यहाँनिर एउटा जाँच गरेको कुरालाई हामी देख्दछौँ। हालेलुया, हालेलुया। हाम्रो जीवनमा पनि धेरैवटा टेस्टहरू तपाईँ परमेश्वरलाई चिनिसकेपछि, मैले सुन्दै थिएँ एक दुईजना भाइहरू, एकजना बहिनीहरू अनि टाढोबाट कोही बेला जाति नै भएन